हेलो गाइज, मेरो मिनी भ्लग हेरिदिनु होला। म आज साइक्लिङ गर्दै काममा जाँदैछु। यसो बाटोतिरको भ्यूहरू देखाउँदैछु, राम्रोसँग हेरिदिनु होला अन्तिमसम्म। यो चाहिँ हाम्रो ओकिनावाको युनानबाट म उरासोको खाइसा मुसेसिनोमा जाँदैछु होइन। यो चाहिँ बाटोहरूको भ्यूहरू हो। म बिहान उठेर जान्छु, तर म निन्द्रामै हुन्छु होइन। साइकल चलाउँदा अलिकति गाजा बेसी बेला निन्द्रा खुल्ने नभए मेरो खुल्दैन। अनि यो चाहिँ होटल अगाडिको ठुलो चाहिँ होइन। त्यो होटलको नाम चाहिँ मलाई के हो थाहा छैन, तर एकदम माथि अप्लम बनाएको एकदम माटोले पुरेर बना जस्तो ठाउँ छ, एकदम बबाल छ होइन। अनि यो चाहिँ आइसक्रिम बेच्ने ठाउँ हो भनौँ, भैया पसल हो यो। अब हामीले नेपालतिर भैयाले बेच्ने हो, त्यही भएर भैया पसल हो यो। अब त्यो थाहा छैन नाम चाहिँ। त्यो चाहिँ अनि यो नै होटल हो। अब होटल त हो, के नाम हो चाहिँ थाहा छैन, नाम चाहिँ थाहा हुँदैन मलाई होटलको। म हेर्दै चाहिँ हिँड्छु होइन, मस्त, तर थाहा चाहिँ हुँदैन मलाई। यहाँ चाहिँ फेरि लास्टै ओह्राल्छ क्या, यहाँ चाहिँ डरै हुन्छ अलिकति। अझ मेरो साइकलको ब्रेक पहिला बिर्किँदा त 12 चक्केले ब्रेक हाने जस्तो उहाँ गर्थ्यो, तर अहिले चाहिँ बनाएको छु मैले होइन। डर छ नि त्यो बाटो, ठाडै ओह्राल्छ नि त। अनि हाम्रो खाइसा नै आइपुग्न आँटे। अब यो टर्निङ काट्ने बित्तिकै आउँछ, म यहाँ सर्ट घुमाउँछु, यहाँबाट फेरि उता अगाडि छिर्छु। छिर्ने बित्तिकै सर्टकट बाटो हो नि त यो। अनि सर्टकट जाने बित्तिकै अब खाइसा आयो। यो चाहिँ हाम्रो खाइसा हो होइन, समुद्रको छेउमा छ। अलिक डर छ नि त, ताइपो साइपो आयो भने बिदा दिन्छ क्या। अनि अलिकति डर हुन्छ नि त। प्रायः जस्तो खाइसाहरू समुद्रको छेउछेउमै बनाउँछ। अनि त्यसपछि अब हाम्रो खाइसा आयो। अब म साइकल पार्किङ गर्छु। अनि अब काममा भिडियो बनाउँदिनँ। अब एकैचोटि घर गएपछि म अरू बाँकी भिडियो बनाउँछु है त। म अब यहाँ साइकल पार्किङ गरेर म काममा छिर्छु। साइकल पनि टन्नै रहेछ, अहिले नयाँ त्यहाँ भएर होला धेरै रहेछ। रुममा आएको केटाले फेरि मलाई सरप्राइज दियो, चटपट बनाएर राख्दैछ। टक्क चटपट खाएर नागरी भ्यू हेर्नलाई यस्तो बाहिर निस्केको होइन, यस्तो झलमल्ल देखिदेखि भर्खर फेरि पानी पनि रोकिरहेको थियो क्या। अनि अब खाइचाबाट कामबाट फर्किने टाइममा त अब भिडियो बनाउनु पाएन, किनभने पानी परेको थियो मस्त, त्यो बनाउनु पाएन। अनि त्यसरी चटपट खायो अरे, अलिक पानी बिदा भयो जस्तो भयो। यसो अनि भिडियो बनाउँदै हिँडेको क्या, बाहिर यसो भ्यूहरू कस्तो भयो भनेर। यस्तो बबाल देखिरहेको क्या, एकदम मलाई त राम्रो लाग्छ। अनि यो बाटो हिँडेको थिएन, यो बाटो चाहिँ अलिक सुनसान थियो, भूत बङ्गाला जस्तो लाग्थ्यो क्या, डर लाग्थ्यो। त्यही भएर हिँडेको थिएन, आज यसो हिँड्यो भनेर आएको। यहाँनिर फेरि जेनरेटरहरू जस्तो थियो कि मान्छेको मूर्तिहरू के उयोहरू बनाइराखिरहेको थियो, त्यो भएर डर लाग्थ्यो। त्यो पनि हिँडेको एक्लै, रमाइलो छ, हरियाली छ, एकदम रमाइलो छ। पानी परेको टाइममा झन् रमाइलो लाग्छ। हल्का यसरी पानी परेर रोकेपछि त टक्क एक राउन्ड घुमेर अनि फेरि रुमतिर फर्केको होइन। अनि फर्किँदै थिएँ, बाटो मान्छे कोही थिएन खासै। अनि यो होटल यो चाहिँ क्याफे हो, यो चाहिँ क्या झलमल छ कि। यो पनि योभन्दा यतापट्टि पनि अझ झलमल गरेर आउँछ, तर अहिले त्यो चाहिँ बन्द भइसकेको छ। अनि यो चाहिँ हाम्रो रुम अगाडिको ट्राफिक लाइट हो, यहाँ पनि फेरि लास्ट पुग्नुपर्छ क्या। यो चाहिँ तनाव लाग्छ, क्या दामी सिन आउँछ हुन चाहिँ। यो पुलबाट झन् माथिबाट यस्तो दामी सिन आउँथ्यो, यो चाहिँ अब कुनै दिन गरौँला। अनि यहाँबाट फर्केँ। अब यहाँ ठ्याक्कै अगाडि जाने बित्तिकै यसले पानी छाप्छ गाडीले, त्यही भएर अलिक पछाडि हट्नुपर्छ। त्यही भएर म अलिक पछाडि हटेँ। अनि त्यसपछि ट्राफिक लाइट खुल्यो, अनि म हिँडेको साला जाप्ने फेरि यही बेला बाटो काटिदिन्छ, झन्डै हान्दैन मैले। टक्क रुममा अनि रुममा आएको, रुममा केटाहरूले खाना बनाएर रहेछ, खानासाना खाएर अनि यसो जेन्तरमा बाहिर पार्कतिर गयो। ल, मेरो आजको लागि मिनी भ्लग यति। मन परे लाइक, सेयर, कमेन्ट गरिदिनु होला।